सामानहरु सब रेडी भइसकेको छ। अब हान्छ भने खोज्नु। साथीहरु आज चाहिँ हामी जापानको समुद्रमा माछा मार्न जाँदै छौं हैन। टक्क लाएर अब जापानको समुद्र नै खाली गर्दिनु हो। कतिवटा माछा मर्छ थाहा छैन। यहाँ सामानहरु सब रेडी। हाम्रो घरबाट अब 2 घण्टा लाग्छ। जापानको बाटोमा टक्क लाएर झाडी झुडी सब देखाउँदै कतिवटा माछा मर्छ होला है त आज। ल हेर्दै जाउँ। जापानमा नेपाली कला देखाउनु पर्छ है त। ल साथीहरु हामी चाहिँ मजाले आधी बाटो आइसक्यौं। सकेको छौं। अब पोखरीमा यी सब सामान रेडी भइसकेको छ। यो चाहिँ गाडी अब यी साओ भन्छ यसलाई। यो माछा मार्ने सामानहरु सब रेडी भइसकेको छ। अब हामी निस्किने तयारीमा छौं है त। कतिवटा माछा मर्छ के हुन्छ म यो भिडियोमा सब देखाउँछु र गर्ने तरिकाहरु पनि सिकाउँछु है त। ल साथीहरु नजरिया यस्तो छ है त। हेर्दाखेरि यस्तो देखिन्छ तर यहाँनिर माछाहरु टन्नै छ। टन्नै छ। अलिकति टाइम लाग्छ तर 2-3 वटा त म झुन्नै हाल्छु। हेर्दै जानु है त। भिडियोलाई अन्तिमसम्म हेर्नु। मेरो कला देखाइदिन्छु। तर यो पनि एक्सपेन्सिभै हो यो चीज पनि फेरि। ल खतरा हुन्छ है त अब चाहिँ। पहिला एकचोटि यहाँ आउँदाखेरि यति धेरै माछाहरु थियो। यहाँ हाँसहरु पनि रहेछ। हाँसहरु पनि मजाले पौडी खेलेर बसिरहेको छ। यहाँ चाहिँ यति धेरै माछा हुन्छ नि। जापानको यो पोखरी हो हुन चाहिँ। फर्स्टमा यो पोखरीमा स्किल देखाएर चाहिँ अब समुद्रतिर जाउँ भन्ने सोच हो। भर्खरै टाइम सुरु हुँदै थियो। पानी झमझम पर्यो। यस्तो छ पानी पर्न थाल्यो। आज चाहिँ खासै केही कला देखाउन सकेला जस्तो छैन। अब अर्को भिडियोमा चाहिँ जसरी भए पनि 2-3 वटा माछा चाहिँ यहीँबाट निकालेर म पोस्ट गर्छु है त। मलाई सब्स्क्राइब गर्नु। तपाईहरुलाई माछा मारेको फिशिङ गरेको मन पर्छ भने हेर्न चाहनुहुन्छ भने कसरी गर्ने आइडियाहरु सिक्न मन छ भने मलाई सब्स्क्राइब गरेर चाहिँ साथ दिनु होला है त। र अर्को भिडियोमा चाहिँ म माछा जसरी पनि यहीँबाट निकाल्छु।